चाहिँ 35 किलोमिटर ठाउँको नाम यो चाहिँ अब म चाहिँ नुवाकोटमा छु अहिले है टक्क लागेर यहाँनिर बे रहेछ भोलि यसो भित्र बस्यो भने त अल्छी लाग्छ होइन किन भन्दाखेरि मेरो कोही चिनेको पनि छैन नि त यहाँनिर अनि यसो फोटो खिच्न आएको चाहिँ होइन त्यही भएर चाहिँ के छ भाइ लस्सो कान्छाजी के छ हाई भनिदियो यस्तो छ है गाइस यहाँबाट चाहिँ हाम्रो गाउँको नानी बाबुहरू स्कुलबाट आइरहेको छ है फोटो कति बोल्यो आज शुक्रबार आज चाँडै छुट्टी भयो शुक्रबार ए लासो चिन्दैन होला है यो चाहिँ हाम्रो नुवाकोटको गाउँ हो के छ मेरो भोलि बे मलाई थर्काएको अनि भिडियो रेकर्ड गरिरहेको छु नि फेरि म त भ्लग थाहा छ भ्लग म चाहिँ बजार जाँदैछु माथि है यसो केही खानलाई ल मक्सिममा पुगेपछि म यसो देखाउँछु ल है त थाक्यो कालो गाउँघरको बजारको लागि त टाढै जानुपर्छ कालो बाटो त्यहाँ छ हाइट के हो यो कोटगढी नगरपालिका 16 वार्ड नम्बर कार्य नुवाकोट यहाँबाट चाहिँ हिमाल दिन्छ है यहाँ चाहिँ हिमाल अर्को हिमाल बजार आइपुग्यो सानो छ तर ठिक छ हाम्रो दाइ चाहिँ तरकारी पकाउनको लागि दाउरा जम्मा गरिन्छ यसरी गाउँको लागि हेर्नुहोस् टक्क दाइले बोकिराख्नु भएको छ होइन भाउजू चाहिँ खुसी हुनुहुँदैछ यहाँनिर यस्तो टक्क गाउँघरको यस्तै हो
चल्ला त भ्लग नि रहेछ त चट्टल क्यामेरा गर्नु पर्यो नि हाम्रो तपाईँ साथी कसो अरे भिडियो बनाउने म भिडियोग्राफर त्यो कसको अरे मैले बिर्सेँ फेरि अहिले तपाईँले सुनाएको फेरि अहिले बिर्सेँ फेरि कसको कसको चाहिँ भिडियो बनाउन जान्छ भनेर भन्नु भइरहेको थियो तपाईँले ए भोलि यसो भएन अरू ठाउँमा चाहिँ ए अरू ठाउँमा हजुर कुन चाहिँ त्यो तामाङ सेलोको नाम बैरागी मुक्तान फुलकुमार बमजङ बैरागी मुक्तान हामीसँग खलासी गरे नि मान्छे त्यो बैरागी मुक्तान जोरबाडीमा थलियो गाडी मागेको त्यो बैरागी मुक्तान होइन होला बैरागी मुक्तान नै हो नि हो र भुइँचालो पछाडि चाहिँ गाई भएर हिँडेको थियो ए बाह्र पनि आएको थियो ए उसको भिडियो चाहिँ हामीले बनाइदिया हो कि कति पर्ने यसको चाहिँ यसको नेपाली प्राइस 54,000 भिडियो कति क्लियर हुन्छ भिडियो त क्लियर हुन्छ एक्सन हो त्यो गोप्रो चाहिँ होइन फेरि त्यही डिजाइनको हो तर एक्सन क्यामेरा हो कि बैरागी मुक्तान चाहिँ भुइँचालो आएर पछाडि गाईको हेलो कति बजेको छ अहिले 12:30 बजेको छ होइन अनि हामी चाहिँ अब यहाँनिर यो अहिलेसम्म रोस्ट गरिरहेको छौँ रोस्टै भएको छैन है यहाँ चाहिँ अँध्यारो छ है यहाँ चाहिँ कुखुराको रोस्ट हाम्रो आमा हुनुहुन्छ यता यहाँ चाहिँ अब यता नुवाकोट बाराई के भन्छ अरे यसले बारेथान मानी वहाँ पर चाहिँ 35 किलो अघि दिउँसो आउँदा 35 किलो के भन्दा चाहिँ सोह्रखुटेबाट यहाँ ठ्याक्क आउँदा चाहिँ 35 किलोमिटर रहेछ भनेर मलाई थाहा भयो हाम्रो आमा हुनुहुन्छ है यहाँनिर हाम्रो बुवा तामाङहरूको चाहिँ यस्तो हुन्छ यसलाई चाहिँ के भन्छ सगुन भन्छ कि के भन्छ यसलाई सगुन भन्छ सगुन होइन हाम्रो चाहिँ उहाँ चाहिँ म हजुर यहाँको दिदी ए दिदी बेला उता बेहुली हुनुहुन्छ भोलि चाहिँ मजाले खिच्ने क्या आज हाम्रो भान्साहरूको अनौरा भने फेरि हामीलाई नम्बर लाग्छ भोलि ब्याट्री बच्छ यो त छुट्टै हो यसको नै तिम्रो यहाँ देखेर छ नि अनार होइन बोल्ने टक्क आमाको अनुहार पनि देखियो यता पनि देखियो होला नि त है ल यो कसैले पनि नदेऊ ल पुरै देख्छ यसो यसो गर्नु तपाईँको अनुहार देख्नु पर्यो नि यसो फर्काउनु यतापट्टि यसरी ए देख्दो रहेछ अहिले त फर्काउँदिनँ म अगाडि देखाउँदाखेरि त्यस्तो गर्नु त्यो तपाईँको अनुहार देखाउनु पर्यो भने पछाडि अहिले मम्मी बेहुला हेसिरहेको रहनु छ क्या दिल्ली यो चाहिँ हाम्रो माइली यहाँ तरकारी काटिरहेको अनि तरकारीमा छ हेलो हाई गर हो तिम्रो नाम के हो पेम्बा तामाङ हो भनिदेऊ न मामु खै मामु पछाडि हेर त यहाँ आऊ यहाँ यता 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 आऊ यो चाहिँ पुरानो घर रहेछ भत्कियो यताको बनाएको हाम्रो अब लामा अङ्कल हुनुहुन्छ उहाँले भन्नुभएको उहाँ चाहिँ अब बेहुली छोरी हाम्रो नि बे हुन्छ चिन्ता गर्नु पर्दैन
हाम्रो नि पालो आउँछ तपाईँहरूको यस्तो पनि गरिसक्यो है म सकेका हुँ यो हो मामा ए म यो ठिकाना नि मामा चाहिँ यो चाहिँ बिहा म बिहा भयो वा यस्तो जानु गयो म लामो पुगेको छोरी छोरी ए यहाँ क्रिस्चियन पनि हुनुहुन्छ वा यस्तो जानु गयो म कुन चाहिँ म गुरु वर्ष लामो हो म गएको छैन उहाँ चाहिँ क्रिस्चियन हो होइन याद छैन ए या गएको छैन मैले बुझेँ बुद्धिस्ट तपाईँ आमा मैले बिहा भने बुझेँ यस्तो जानु गयो तपाईँले त कति वर्ष पढ्नुभयो लामा चाहिँ म तीन गुरु बसेँ कहाँनिर पढ्नु भएको ज्ञान ज्ञानमा? गुरु बसेँ ए ज्ञान बुझ्नु हुन्छ मर्ने बेलामा जे गर्दा पनि लामा त चाहिन्छ झाँक्री छुट्यो भने लासो लासो तपाईँ त भर्खर उठ्नु भएको जस्तो छ कि होइन म माथि चिया खान गएको थियो बारे ए यो डाँडामा हजुर हजुर जस्तो जानु गएको थियो ए ए ए मैले देखाएको थिइनँ त्यही भएर यो चाहिँ ज्वाइन फुपू उहाँले भनिसक्नु भएको थियो साह्रो हो माथिदेखि आउनु भएको हजुर यो डाँडा नि कट्नुपर्छ उयो हजुर यो डाँडा नि कट्नुपर्छ पर्दैन ए यो डाँडा त कट्नु पर्दैन पर्दैन भनेपछि अब तपाईँ त आउनुभयो अब परिवार पछि आउने तामाङको यस्तै हो तामाङ र अब लिम्बू त एउटै हो अब के हो बाबु अब एउटा कुरा फरक के भन्दाखेरि हाम्रोमा सुँगुर चल्छ यहाँ चल्दैन अब उता पनि भैँसी चल्छ हाम्रो पनि भैँसी चल्छ सेम सेम हो सबैको एउटै हुन्छ भन्ने त हुँदैन यो निम्बु तामाङ यो राई भन्ने यो जात तामाङ यो जात हो सबै एउटै त हो नि त्यो ठाउँ अनुसार फरक फरक पर्या त हो नि यो दोङ वाइबा यो के भन्यो राई निम्बु जम्मै यो जात तामाङ हो सबै एउटै त हो त्यो ठाउँ अनुसार फरक फरक गरेको त हो यो लामै यो दोङ यो निम्बु लामा जमले जाने या के होला बेजे निम्बु जम्मा राई जम्मा के होला लामा बुक होला त्यो चाहिँ बिहेको लागि सेटअप हो यो है बाटो चाहिँ यस्तो छ दाजुभाइहरूले यो गरिरहेको छ है यो छ खाइसकेँ मलाई देख्ने भयो नि हजुर Kata-kata nyo eh. तपाईँहरू झुमुले मेथी
उठ्यो सुताको त झन् उठ्यो चाँदी झुरो आयो उसले माग्यो वा छुजे नखाऊ भनेको मैले खाल्ला खाने खाप्ला खाने छाउने नि त मा खाना चाहिँ झिक्यो त बुझ्नु त बाँकी मुग्या सुतेन तिमी नसुतेको सुता गएर सुता यो त अँध्यारो रहेछ ल यो चाहिँ हाम्रो मम्मी यो चाहिँ निरु तपाईँलाई भोलि एकछिन सेतो बनाएर कस्तो राम्रो आउँछ यो हाम्रो आन्टीहरू कस्तो कालो देखिरहेको छ यो चाहिँ हाम्रो काले भाइ यो चाहिँ अब यही हो उहाँहरू चाहिँ अब मौरीदेखि आउनु भएको होइन धेरै तल यसरी फेरि के लिनु अहिले म चाहिँ अब फोटोग्राफर कहाँ गयो त गाडी उता उता माथि माथि यो चाहिँ तामाङ कल्चरको बिहे हो के भन्छ यसलाई भुवार कि खै के पो भन्छ है मेरो पछाडि देख्नु भएको छ नि यहाँनिर घाम टन्न लागेको छ यस्तो छ घाम यहाँ चाहिँ अब बिहेको लागि चाहिँ मौलीहरूको लागि स्वागत मौलीको लागि स्वागत अनि यता चाहिँ दिदी यता मौलीको लागि स्वागत होइन यता माउलीको लागि स्वागत होइन त अनि यता चाहिँ बुढो मामा अघि भर्खर जानुभयो अब अर्को मामा दुईटा मामा भनौँ न है दुईपट्टि मामा भनेपछि दुईपट्टि भनेपछि के भन्छ अब टर्ने मामा रहेछ त अनि अघि आउनु भएको चाहिँ त्यो बुढो भेनाको चाहिँ भेनाको मामा होइन फेरि अर्को पनि आउँदै हुनुहुन्छ के ए दुईटा मामा भनेपछि बुझ्नु न हजुरको हस्बेन्ड आइसक्नु भयो आएन आउँदै हुनुहुन्छ अरे खाना सेवा खाना सेवा टेबलमा मोहन भयो बोट व्यवस्था लबारे वाइ बुनी है बुनी नमस्ते मम्मीले त्यो बुनीले चाहिँ किन लगाइदियो
खेल्दै त यो गलै यारी रहनु रहनु लै आमो नि के को मान्नु नि मान्दैन के हो निदौले फिदा हेलो बुने छोरी उता दिदी दिदी रोशनी दिदी रोशनी हेलो हाई भनिदेऊ हाई हेलो दिदी भन्देऊ नमस्कार भन्देऊ प्रकृति रहेछ यहाँ मैदान पछाडि म हेर्नु म त अनुहार नै झेलेन मलाई मन आयो है क्यामेराले चाहिँ बाटो फेरि घरको गाडी नहुने भने नमस्ते हजुर यहाँ पर्छ नि छोला अनुहार त राम्रो हाल्यो है त्यसले लडी भाइ चाहिँ माइजू Mama. Hi. Hoi. Cutie pie. माइजू मङ्गला चाहिँ लौले तिङ्गुरपट्टि खेमाको प्याला हो तन्ले प्यालामा त ऊ मर्नु कोल घडी खोजी जम्मा अरे फेरि म चाहिँ यता छु है गाइज हेलो गाइज चाहिँ हाम्रो माइजू फल बोक्दै हुनुहुन्छ भिडियो बनाएर राम्रो रहेछ नि मैला बना रहे तजन यारिन थोड़ी टीवी है लगा रखे हैं ताजा थिने टल गरी में इंदौर में मोर ले चमरा निम्बरो यार थिने चबना भया बाजे नमस्ते नमस्ते ताजा का देखेर बेला ख्याप संग बट्टी बंगवा नहीं तो ये अगर हेलो हेलो रोशनी हेलो हेलो तामाङहरूको बिहे चाहिँ यसरी खाइन्छ है टक्क लाएर प्लेट नम्बर प्लेट सम्झ
पूजा मासु खाँदैन रे हौ दुईजना ल बिर्को नानी बिर्को गाउँघरमा चाहिँ यस्तो हुन्छ है ल टक्क हेर्नु मेरो पछाडि देख्नु भयो होला चेलीबेटीहरूले चाहिँ अब यसरी खाजासाजा यसरी दिनु भइरहेछ है म चाहिँ अहिले नुवाकोटको बारै भनेपछि लगभग काठमाडौँदेखि 3 घन्टा जति 2.5 घन्टा जति लाग्दो रहेछ हिजो नै आएको म चाहिँ यहाँ चाहिँ बस्नु भइरहेछ होइन टक्क लाएर रक्सी आलु भइरहेछ यहाँ चाहिँ उहाँ चाहिँ हाम्रो दाजुभाइहरू चाहिँ अब खाना पकाइराख्नु भएको छ होइन देख्नु भइरह होला टक्क लाएर हाम्रो दाइले चाहिँ खाजासाजा यसो व्यवस्थापन यसको लागि नै हो हामीले माइती गरेर उयसमा होइन टक्क बाउको घरलाई तामाङ बनाएको यही हो यो चाहिँ प्रत्येक घरमा चाहिँ तामाङको लागि राख्नुपर्ने रहेछ यो यसलाई के भन्छ अरे यो के थाहा के एकछिन गिलास खाना खायो तिमीले खाऊ खाना पहिलाको जमानामा पानी हुन्थ्यो अहिले त कोक त्यहाँबाट सिधा यति मामाहरूको फोटो एउटा खिच्नु न यहाँबाट डढेर म चाहिँ यहाँ नुवाकोटबाट गएँ यता यहाँनिर हुनुहुन्छ कता माथिको होला सायद ल हाई भन्नु न